हेलो 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 साथीहरू, नमस्कार नमस्कार नमस्कार। आज पनि हामी फेरि पनि उपस्थित भइसकेका छौँ दमदार भलिबल म्याच लिएर। आज पनि भलिबल प्रेमीहरू फेरि एकै ठाउँमा। आज यो सुरुवाती गेमसँगै आज तपाईँहरू समक्ष उपस्थित भएका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ आफ्नो कुशल सट प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रो खेलाडी मित्रहरूले। उतापट्टि यो साइडमा रहेको छ प्रदेश नम्बर 1 आयोजक ए टिम, यता यो साइडमा रहेको छ जनउद्धार युवा क्लब र जनउद्धार र प्रदेश नम्बर 1 आयोजकको हामी दर्शकहरूले हुरीद्वारा हान्नुपर्छ। आउनुहोस् साथीहरू, मन थामेर हेरौँ। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनु होला र जहाँबाट हेरे पनि यो गेमलाई चाहिँ सेयर गर्न नबिर्सिनु होला। आउनुहोस् सुरु गरौँ। उपस्थित सबैजनाले हेरिराख्नु भएको छ। यहाँ धेरै दर्शकहरू पनि उपस्थित हुनुभएको छ, हामी पनि उपस्थित छौँ र गेम सुरु हुनै लागेको छ। आउनुहोस् साथीहरू, यो साइडमा जनउद्धार युवा क्लब, पल्लो साइडमा पल्लो कोडमा हुनुहुन्छ प्रदेश नम्बर 1 हाम्रो आयोजक टिम। सम्पूर्ण खेलाडी मित्रहरूलाई धेरै धेरै शुभकामना छ। आउनु सुरु गरौँ। हामी नेपालीले जित्नेछौँ, खेल भलिबलले जित्नेछ। सम्पूर्णलाई शुभकामना छ। अल द बेस्ट। जनउद्धार र आयोजक होइन, आयोजक बी आयोजक ए र जनउद्धार क्लबको चाहिँ भिडन्त सुरु भइसकेको छ। अब गोली बराबर आउँछ होइन, सर्टहरू मन थामेर हेर्नु होला। आयोजक निकै कमसेकम सिजल हुने भएकोले कृपया भगवान ढुकी दर्शकहरू अलिकति कोडभन्दा 2 मिटर पछाडि बस्नु होला, किनकि हजुरहरूको खेलाडीहरूलाई अलिकति असक्त वातावरण होला। त्यो हामीभन्दा धेरै बुद्धिजीवी हुनुहुन्छ, तपाईँहरूले बुझ्नुहुन्छ। मलाई यो आशा पनि छ, भरोसा पनि छ। जनउद्धारको 1 भइसकेको छ भने आयोजक 0, आयोजक ए जनउद्धार। खतरा आउँछ है दाजुको, खतरा आउँछ है। आदरणीय दाजु निकै नै बुझु खेलाडी जर्सी नम्बर 4 राजकुमारबाट निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क तपाईँले 1 बनाएको छ भने 1 को विरुद्ध 1 निकै नै उत्कृष्ट खेल। निकै नै उत्कृष्ट प्रहार जर्सी नम्बर 9 टिम क्याप्टेन ललित खड्का, जर्सी नम्बर 9 उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क तपाईँले 2 बनाएको छ भने 2 को विरुद्ध 1 निकै नै उत्कृष्ट प्रहार थियो जर्सी नम्बर 12, तर बल गर्न सफल भएन, जसको फाइदा आयोजक एले पुनः 1 अङ्क तपाईँले 3 बनाएको छ भने 3 को विरुद्ध 1 3-1। निकै नै उत्कृष्ट प्लेसिङ थियो, तर के गर्नु फल हुँदो पुग्यो, जसको फाइदा आयोजक एलाई पुनः 1 अङ्क तपाईँले 4 बनाएको छ भने 4 को विरुद्ध 1 निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क तपाईँले आयोजकले 5 बनाएको छ भने 5 को विरुद्ध 1 निकै नै उत्कृष्ट प्रहार जर्सी नम्बर 7 सञ्जयबाट निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क तपाईँले आयोजकले 6 बनाएको छ भने 6 को विरुद्ध 1 प्रहार ठोक्यो, मारे। निकै नै उत्कृष्ट जनउद्धारका खेलाडी लाउरेबाट निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क तपाईँले 2 बनाएको छ भने 2 को विरुद्ध 6
दुई छ खेलाडी निकै नै महान खेलाडी आदरणीय भाइ लाउरे निकै नै उत्कृष्ट खेलाडी निकै नै अघि बढिरहेको छ जर्सी नम्बर 9 कडा कडा निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर 7 बनाएको छ भने 7 को विरुद्ध 2 मारा निकै नै उत्कृष्ट लाउरेबाट तर बल हुनु पुग्छ फाइदा आयोजकले पुनः 1 अङ्क थपेर 8 बनाएको छ भने 8 को विरुद्ध 2 शाबाश प्रहार प्रहारसँगै पुनः 1 अङ्क थपेर जनउद्धारले 3 बनाएको छ भने 3 को विरुद्ध 8 जर्सी नम्बर 12 का जनउद्धारका खेलाडी आदरणीय भाइ नाम त मलाई ठ्याक्कै थाहा भएन लेख्नु भएको छ सरी मैले अलि आँखाले भर पाएन पुनः 1 अङ्क थपेर जनउद्धारले 4 बनाएको छ भने 4 को विरुद्ध 8 हाफ पोइन्ट ओभर आयोजक हेर आयो गोली निकै नै उत्कृष्ट प्लेसिङ थियो तर प्लेसिङ हुन सकेन कट्न सकेन जसको फाइदा जनउद्धारले पुनः 1 अङ्क थपेर 5 बनाएको छ भने 5 को विरुद्ध 8 3 नम्बरको अग्रता आयोजक निकै नै राम्रो उत्कृष्ट प्रहार यानि कि निकै नै उत्कृष्ट सर्भिसिङ सँगै पुनः 1 अङ्क थपेर जनउद्धारले 6 बनाएको छ भने 6 को विरुद्ध 8 कृपया 6 8 2 नम्बर मात्रै बाँकी छ भेटाउनको लागि व्यवस्थापन गरिदिनु होला स्वयंसेवक साथीहरु कहाँ हुनुहुन्छ तपाईहरु कृपया बल व्यवस्थापन गरिदिनु होला बल आउट निकै नै उत्कृष्ट सर्भिस थियो तर आउट हुनु पुग्यो जसको फाइदा आयोजकले पुनः 1 अङ्क थपेर 9 बनाएको छ भने 9 को विरुद्ध 6 अस्ति राति 2-4 फोन गरेको थिए भाइले यो फेरि साथीहरूले नि यताउताबाट कुरा गरिरहेको थिए फोन गरिरहेको थिए निकै नै उत्कृष्ट प्रहार थियो तर फल हुनु पुग्यो जसको फाइदा जनउद्धारले पुनः 1 अङ्क थपेर 7 बनाएको छ भने 7-9 निकै नै उत्कृष्ट खेल भइरहेको छ निकै नै रोचक कृपया मेरा दर्शकहरू अलिकति पछाडि बस्नु होला कृपया हजुरकै खेलाडीलाई अलि असक्त होला आजभन्दा धेरै बुझिदिनु भोलि त साथीहरू आएन आउनु हामी त आउनु एकछिन भेट गरौँ ल बजा कहाँ हो त्यो निकै नै उत्कृष्ट कृपया अनुशासन आफ्नो अमूल्य तपाईहरु धेरै अनुशासन हुनुहुन्छ खेलाडी मित्रहरू कतिपय कुराहरू सबै कुराहरू देखिँदैन त्यसको लागि हामी क्षमा प्राप्ति छौं अनुशासन नै आफ्नो अमूल्य गहना हो निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क आयोजक ए र जनउद्धार क्लबको चाहिँ घम्साघम्सी भइराखेको छ पुनः 1 अङ्क थपेर जनउद्धारले 9 बनाएको छ भने 9 को विरुद्ध 9-10 1 नम्बरको अग्रता आयोजक निकै नै उत्कृष्ट प्रहार जर्सी नम्बर 7 सञ्जय नगरबाट निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर नम्बर 11 बनाएको छ भने 11 को विरुद्ध 9 2 नम्बरको अग्रता आयोजक यो दियो ए भाइ मिलाऊ अलि मजाले हान्न
निकै नै उत्कृष्ट प्रहार जर्सी नम्बर 9 ललित खड्काबाट निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर 12 बनाएको छ भने 12 को विरुद्ध 9। निकै नै उत्कृष्ट खतरा खतरा बवाल भइरहेछ है बवाल 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 उत्कृष्ट गेम भइरहेको छ निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर 13 बनाएको छ भने 13 को विरुद्ध 9 जर्सी नम्बर 9 ल अर्को प्रहार ल होइन यार ये बितायो आगो आगो चलाकी सँगै निकै उत्कृष्ट प्रेसिङ टिम क्याप्टेन कृपया स्वयंसेवक साथीहरू खेलाडी मित्रहरूलाई पानीको व्यवस्थापन गर्नु होला कहाँ हुनुहुन्छ कृपया स्वयंसेवक साथीहरू खेलाडी मित्रहरूलाई पानीको व्यवस्थापन गर्नु होला ब्रेक भएको छ केही छिन धन्यवाद भाइ ल चासबाल मार्रा बुढाले बनायो क्या बनाए बुबु खेलाडीको प्रहार राजु राजकुमार निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर 15 बनाएको छ भने 15 को विरुद्ध 9। नेट कटेन है निकै नै राम्रो उत्कृष्ट सर्भिस थियो तर सर्भिस कट्न सफल भएन जसको फाइदा जनउद्धारले पुनः 1 अङ्क थपेर 10 बनाएको छ भने 10 को विरुद्ध 15 5 नम्बरको अग्रता आयोजक निकै उत्कृष्ट प्रहार जर्सी नम्बर 7 यस्तो बल त थाप्ने मात्रै हो सञ्जय गगर उहाँको कुन शब्दले म बयान गरौँ निकै नै उत्कृष्ट प्रहार उहाँको सायद हातमा कोपरा 7 जस्तो पनि लाग्छ मलाई निकै नै उत्कृष्ट प्रहार गर्नुभएको छ सँगै पुनः 1 अङ्क थपेर 16 बनाउनु भएको त्यो सही खेल्दैन यार निकै राम्रो उत्कृष्ट प्रहार थियो तर फल गरेको जसको फाइदा जनउद्धारले पुनः 1 अङ्क थपेर 11 बनाएको छ भने 11 को विरुद्ध 16 11-16 निकै नै उत्कृष्ट जनउद्धारका खेलाडी जर्सी नम्बर 12 बाट निकै नै चलाकी खेल धेरै उत्कृष्ट खेल सँगै पुनः 1 अङ्क थपेर 12 बनाएको छ भने 12 को विरुद्ध 16 मारे आउट भनेर छोडेर नि निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर आयोजकले 17 बनाएको छ भने 17 को विरुद्ध 12 17-12 निकै नै उत्कृष्ट 13-17 जनउद्धारले 13 बनाएको छ भने 13 को विरुद्ध 17 मार्रा कचेन निकै नै उत्कृष्ट पेसिङसँगै पुनः 1 अङ्क थपेर आयोजकले 18 बनाएको छ भने 18 को विरुद्ध 13 6 नम्बरको अग्रता आयोजक
अप्ठ्यारो पऱ्यो निकै नै उत्कृष्ट प्रहारसँगै पुरा एक अङ्क थपेर आयोजकले 19 बनाएको छ भने 19 को विरुद्ध 13 19-13 निकै नै राम्रो उत्कृष्ट प्रहार जर्सी नम्बर 9 निकै नै उत्कृष्ट प्रहारसँगै पुनः एक अङ्क थपेर 14 बनाएको छ भने 14 को विरुद्ध 19 निकै नै उत्कृष्ट प्रहार थियो तर के गर्नु बल गर्न सफल भएन चेक हुन पुग्यो जसको फाइदा जनौदारलाई निकै उत्कृष्ट ब्लक सँगै पुनः एक अङ्क थपेर 15 बनाएको छ भने 15 को विरुद्ध 19 निकै नै उत्कृष्ट प्रहार जर्सी नम्बर 9 ललित खड्काबाट उत्कृष्ट प्रहारसँगै पुनः एक अङ्क थपेर 20 बनाएको छ भने 20 को विरुद्ध 15 20-15 निकै नै राम्रो उत्कृष्ट प्लेसिङसँगै पुनः एक अङ्क थपेर जनौदारले 16 बनाएको छ भने 16 को विरुद्ध 20 निकै नै उत्कृष्ट प्रहार गर्ने अघि नै भने जर्सी नम्बर 7 उहाँको कुन शब्दले म तारिफ गरौँ निकै नै उत्कृष्ट प्रहारसँगै पुनः एक अङ्क थपेर 21 बनाएको छ भने 21 को विरुद्ध 16 निकै नै उत्कृष्ट प्रहारसँगै पुनः एक अङ्क थपेर 17 बनाएको छ भने जनौदारले 17 को विरुद्ध 21 हातमा मजाले लागेको छ यार भाइ यस्तै तल परेको त्यही भएर उसले हेरिरह तल के दिन्छ भनेर निकै नै राम्रो उत्कृष्ट सर्भिस थियो तर आउट हुनु पुग्यो जसको फाइदा आयोजकले पुनः एक अङ्क थपेर 22 बनाएको छ भने 22 को विरुद्ध 17 निकै नै उत्कृष्ट ब्लकसँगै पुनः एक अङ्क थपेर आयोजकले 23 बनाएको छ भने 23 को विरुद्ध 17 23-17 लास्ट बल बनाएको छ 24 को विरुद्ध 17 नेट कटेन है नेट कटेन निकै नै राम्रो उत्कृष्ट सर्भिस थियो तर गर्न सफल भएन जसको फाइदा जनौदारले पुनः एक अङ्क थपेर 18 बनाएको छ भने 18-24 निकै नै राम्रो प्लेसिङसँगै पुनः एक पहिलो सेट जित्न सफल भएको छ आयोजक ए टिम जनौदारले चाहिँ यो सेट हात पार्न सकेन खेलाडी मित्रहरूलाई पानीको व्यवस्थापन गर्नु होला र पहिलो चरणको दोस्रो सेट फोकस नम्बर 1 ले पहिलो सेट हात पार्न सफल भएको छ पोलिप्लस कम्पनीका मेरा अग्रज दाजुहरूलाई धेरै धेरै धन्यवाद प्रथम पुरस्कार उहाँहरूले स्पोन्सर गर्नुभएको छ उहाँहरूको सहयोगी हातले शिखर छुँदै जाओस् धेरै धेरै धन्यवाद मेरा
पोलिप्लस कम्पनीका मित्रहरूलाई र द्वितीय पुरस्कार आदरणीय मेरो दाजु होटल व्यवसाय प्रकाश राजकुमार भुजेल आदरणीय दाजु उहाँलाई पनि उहाँको सहयोगी हातले शिखर जुट्दै जाओस्। उहाँले पनि द्वितीय पुरस्कार स्पोन्सर गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। अब दोस्रो सेट सुरु हुन गइराखेको छ। धेरै धेरै धन्यवाद हाम्रो सहयोगी मनको धनी आदरणीय दाजु राजकुमार भुजेल। उहाँले यस योजना सफल पार्नको लागि द्वितीय पुरस्कार स्पोन्सर गर्नुभएको छ। उहाँको सहयोगी हातले शिखर जुट्दै जाओस्। र यसै गरी पिआइसी क्लबका मेरा आदरणीय दाजु पिआइसी क्लबले पनि हामीलाई सान्त्वना पुरस्कार स्पोन्सर गर्नुभएको छ। उहाँलाई उहाँको सहयोगी हातले पनि शिखर जुट्दै जाओस्। धेरै धेरै धन्यवाद हाम्रो पिआइसी क्लबका साथीहरूलाई। र म स्कुलतर्फ गएँ। जनउदारले 1 अङ्क थपेर 1 बनाएको छ भने खाता खोल्न सबल 1 बनाएको छ भने आयोजक 1 बराबर 1 हाम्रो दोस्रो सेट यादवजी निकै तातिनु भएको छ। ल हेर्नुहोस् यादवजी झुक्किनु भयो। जर्सी नम्बर 3 यादवजी नमातिनु होला। यादवजी तपाईँको जोर जाँगर त धेरै छ। तपाईँ नमातेर खेल्नु होला। निकै नै जोस जाँगर भएको छ तपाईँसँग मलाई थाहा छ। उहाँको जोस हेर्नुहोस्। पुनः एउटा थपेर 2 भएको छ भने 2 को विरुद्ध 2। जर्सी नम्बर 3 आइमल यानी कि यादव आइमल निकै जोस जाँगरमा उत्रिनु भएको छ। आइमल हेर्नुहोस् न बल कति मिठो गर्नु भएको छ। जर्सी नम्बर 3 आइमल यादव जोस जाँगर हेर्नुहोस् उहाँको 4-2। जर्सी नम्बर 3 आइमल यादव छप्या निकै राम्रो बजाउनु भएको तर के गर्नु अस्ति हामीले हरायो। गोल गर्नु सफल भएर जसको फाइदा जनउदारले पुनः 1 अङ्क थपेर 3 बनाएको छ भने 3 को विरुद्ध 4। यसले यताबाटै हानिखान्छ। यो उतापट्टि आएन अनि यताबाट हो। यताबाट उताको मिल्दैन भन्दै रङ पोजिसनबाट खेलेको छैन। फेरि आइमेललाई निकै नै राम्रो प्रहार गर्नुभएको छ आइमलले तर नियन्त्रणमा आइसकेको छ। हेर्नुहोस् आइमलको दोष। जर्सी नम्बर 3 आइमल आइनो अरे निकै नै उत्कृष्ट प्रहार। जर्सी नम्बर 9 ललित खड्काबाट निकै उत्कृष्ट प्रहार सँगै पुनः 1 अङ्क थपेर 5 बनाएको छ भने 5 को विरुद्ध 3। निकै नै उत्कृष्ट प्रहार। जर्सी नम्बर 12 जनउदारका खेलाडी जर्सी नम्बर 12 निकै उत्कृष्ट प्रहार सँगै पुनः 1 अङ्क थपेर 4 बनाएको छ भने 4 को विरुद्ध 5।
यस्तो मिल्या पुरै छोड्दैन निकै नै उत्कृष्ट प्रहारसँगै पेसिङसँगै पुनः एक अङ्क थपेर जनउद्धारले 5 बनाएको छ भने 5 का विरुद्ध 5 बराबर 5 बराबर टिकटकमा मेसेज गरेर हल्ला नगर तिमी ल मिलाएर वेट ल ठोका बराबर बराबर छ बराबर 7 बराबर पछाडि फाल्दैछ पछाडि थियो होइन बल पनि पछाडि थियो नि त फेरि पछाडि छ अनि 9-8 1 नम्बर चढ्यो नौ बराबर एघार 10 निकै उत्कृष्ट प्रहार जर्सी नम्बर 9 ललित वर्गबाट पुनः एक अङ्क थपेर 12 बनाएको छ भने 12 विरुद्ध 10
निकै नै उत्कृष्ट प्रहार जनौदारका खेलाडी आदरणीय दाजु फेरि हसिलो फुर्तिलो निकै नै उत्कृष्ट प्रहारसँगै पुनः एक अङ्क थपेर 11 बनाएको छ भने 11 को विरुद्ध 12 पुनः एक अङ्क थपेर जनौदारले 12 बनाएको छ भने 12 को विरुद्ध 12 निकै नै उत्कृष्ट खेल र निकै नै घम्साघम्सी खेल निकै नै उत्कृष्ट प्रहार जर्सी नम्बर 9 ललित खड्काबाट पुनः एक अङ्क थपेर 13 बनाएको छ भने 13 को विरुद्ध 12 एक नम्बरका अग्रता आयोजक निकै नै उत्कृष्ट पेलेसिङसँगै पुनः एक अङ्क थपेर 14 बनाएको छ भने 14 को विरुद्ध 12 निकै नै उत्कृष्ट पेलेसिङ जर्सी नम्बर 9 ललित खड्का जोस र जाँगर उत्तिकै छ मेरो पनि जोस आछ यताबाट निकै नै उत्कृष्ट पेलेसिङ थियो तर के गर्नु आउट पुग्यो जसको फाइदा आयोजकले पुनः एक अङ्क थपेर 15 बनाएको छ भने 15 को विरुद्ध 12 र सहयोगी दाताहरूलाई मैले सम्झिने क्रममा सम्झिँदै गर्दा मेरो आदरणीय दाजु मनमुटुमा बस्नु भएको सहयोगी दाता मिलन खड्का उहाँले पनि मलेसियन क्रिकेट आर्यन 120 सही गर्नुभएको छ उहाँको सही हातले शिखर छुँदै जाओस् म आदरणीय दाजु सबै मेरो मनको भानी सहयोगी दातालाई सम्झिने क्रममा बिस्तारै सम्झिन्छु दुःख गाह्रो कष्ट नमानी बक्सला कहिले कसो बोल्ने क्रममा मिस्टेक होला त्यसको लागि म क्षमा प्रार्थी छु तपाईँहरुमा पुनः आयोजकले एक अङ्क थपेर 16 बनाएको छ भने 16 को विरुद्ध 12 निकै नै उत्कृष्ट खेल पुनः आयोजकले एक अङ्क थपेर 17 बनाएको छ भने 17 को विरुद्ध 12 17-12 धेरै धन्यवाद सहयोगी दाजु पोलिप्लस कम्पनीका सहयोगी दाजुभाइहरूले यस कार्यक्रमलाई सफल पार्नका लागि प्रथम पुरस्कार स्पोन्सर गर्नुभएको छ धेरै धन्यवाद पोलिप्लसका आदरणीय दाजु तथा भाइहरू पोलिप्लस कम्पनीका आदरणीय दाजु तथा भाइहरू उहाँहरूलाई धेरै धन्यवाद उहाँहरू सहयोगी मनको धनी उहाँले अहिलेको बल उलाई फाल्नु पर्छ अनि अगाडि जमाइन्छ दाजु तथा भाइ बहिनीहरूलाई धेरै धन्यवाद र फेरि फालेन भने ज्या हुन्छ उलाई फाल्ने बल स्पोन्सर गर्नुभएका मेरा आदरणीय दाजु सब पुरस्कार राजकुमार भुजेल दाजुलाई पनि धेरै धन्यवाद र सँगसँगै सहयोगी मनका धनी पिआइसी क्लबका खेलाडी मित्रहरूलाई र पिआइसीलाई के गर्ने धेरै धन्यवाद उहाँले पनि सान्त्वना पुरस्कार स्पोन्सर गर्नुभएको छ उहाँहरूको सहयोगीहरूले शिखर छुँदै जाओस् र सहयोगी दाताहरू मेरा आदरणीय दाजु जागिर मन्डलीलाई पनि धेरै धन्यवाद उहाँले 200 रुपियाँ सहयोग गर्नुभएको छ उहाँलाई धेरै धन्यवाद उहाँको सहयोगीहरूले शिखर छुँदै जाओस् र सहयोगी दाता आदरणीय दाजु सुरेश बहादुर भण्डारी उहाँले 51 रुपियाँ सहयोग गर्नुभएको छ उहाँको पनि सहयोगीहरूले शिखर छुँदै जाओस् धेरै धन्यवाद आदरणीय दाजु
र सहयोगी दाताहरू आदरणीय दाजु मिलन खड्का देखाइदिने 220 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र स्कोरतर्फ होइन चाहिँ धेरै 15 रहेको छ भने 15 को विरुद्ध 19 रहेको छ। पुनः 1 अङ्क थपेर जर्सी नम्बर 9 20-15 प्रहार गर्दै पुनः 1 अङ्क थपेर 20 बनाएको छ भने 20 को विरुद्ध 15। एक्काइस 15 पुनः 1 अङ्क थपेर आयोजकले 21 बनाएको छ भने 21 को विरुद्ध 15। राम्रोसँग निकै राम्रो उत्कृष्ट प्रकार थियो तर बल गर्न सफल भएन, जसको फाइदा आयोजकले पुनः 1 अङ्क थपेर 22 बनाएको छ भने 22 को विरुद्ध 15। निकै नै राम्रो उत्कृष्ट बलकसँगै जर्सी नम्बर 1 ताराबाट निकै नै उत्कृष्ट बलकसँगै पुनः 1 अङ्क थपेर 23 बनाएको छ भने 23 को विरुद्ध 15। 23-15 निकै नै उत्कृष्ट प्रकारसँगै पुनः 1 अङ्क थपेर जनौताले 16 बनाएको छ भने 16 को विरुद्ध 23। निकै नै राम्रो उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर आयोजकले 24 बनाएको छ भने 24 को विरुद्ध 16। यिनीहरूले पनि जितेर बसायो तर यिनीहरू फेरि आयोजकसँगै हो। निकै नै उत्कृष्ट प्रहारसँगै पुनः 1 अङ्क थपेर जनौताले 17 बनाएको छ भने 17-24 निकै नै उत्कृष्ट प्रहार थियो जर्सी नम्बर 3 आइमल खानबाट, यसरी आइमल यादवजीबाट। तर के गर्न आउट हुनु पुग्यो, जसको फाइदा जनौतालाई फेरि पनि जोसिनुभएको छ। आइमल यादव फेरि पनि गर्नुभएको छ। आइमल यादवले पुनः 1 अङ्क थपेर 19 बनाएको छ भने 19 को विरुद्ध 24। पुनः पनि आइमल उत्कृष्ट प्रहार ल लास्टमा प्रहार गर्नुभयो 3 जोडी चाहिँ राम्रो छिन्न सबल। आइमल यादवले। धेरै धेरै बधाई छ प्रदेश नम्बर 1 आयोजक टिमको यो टिमलाई। आफ्नो दुवै सेट जितेर चाहिँ आफ्नो स्थान कायम राखेको छ। ल भाइ क्लबका अध्यक्ष आदरणीय दाजु ल अलिअलि पर सन्तोष केसीका हुनुहुन्छ, कृपया स्टेजमा आउनु होला। हाम्रो ठुलो क्याप्टेन चाहिँ यता हुनुहुन्छ हाम्रो कार्की दाई, हाम्रो भुपु खेलाडी, धेरै धेरै धन्यवाद दुई टिमलाई, सम्पूर्ण खेलाडी टिमहरूलाई बधाई छ। सम्झिँदै थिए र यसै